आदरणीय युवाहरू, यहाँहरूलाई फेरि सादर नमन र मेरो भिडियोलाई तपाईहरुले निरन्तर रूपमा लाइक र सब्स्क्राइब पनि गरिदिनु हुन म अनुरोध गर्दछु। हु एम आई को उत्तर तपाईले पाइसक्नु भएको छ। म को हुँ। तपाईले मेरो भिडियो हेरिसक्नु भएको छ भने त्यहाँबाट धेरै उत्तर पाउनु भएको छ। आज म यहाँहरुको बीचमा गाइडेन्स अर्थात मार्ग निर्देशनको बारेमा बताउने छु। यो गाइडेन्सको बारेमा यो आर्थर जे जोन्सले कसरी परिभाषित गरेका छन् भन्दाखेरि गाइडेन्स इन्भल्भ्स पर्सनल हेल्प गिवन बाई समवन। हेर्नुस् है, गाइडेन्स इन्भल्भ्स पर्सनल हेल्प गिवन बाई समवन। कसैलाई व्यक्तिगत रूपमा सहायता गर्नु चाहिँ गाइडेन्स हो। इट इज डिजाइन्ड टु असिस्ट अ पर्सन टु डिसाइड वेयर ही वान्ट्स टु गो, कहाँ जाने, what he wants to do, के गर्ने, how he can best accomplish his purpose, कसरी उद्देश्यलाई प्राप्ति गर्ने। It assists him to solve problem that arises in his life. आर्थर जे जोन्सले यसलाई यसरी परिभाषित गर्नुभएको छ। युवाहरू आज कता जाने, कहाँ जाने, के गर्ने, कसो गर्ने, के गर्ने, कसरी गर्ने अन्योलमा छन्। यो उद्देश्यहरूलाई, यी प्रश्नहरूको समाधान केवल गाइडेन्सबाट, मार्ग निर्देशनबाट प्राप्त गर्न सकिन्छ। र सामान्यतया मार्ग निर्देशन भनेको असल बाटो देखाउनु भन्ने बुझिन्छ। असल बाटो देखाउनु। यदि हामी असल बाटोमा हिँड्न सकेनौँ भने हामी जीवनमा असफलता प्राप्त गर्न सक्छौँ। यसको अभावमा, मार्ग निर्देशनको अभावमा बढ्दै गरेका युवाहरू प्राय गरी यस संसारमा वरिपरि भएका थुप्रै कुराहरूबाट आकर्षित भई आफूले जान्नु पर्ने विषय भन्दा अरू विषयमा अल्मलिएर आफ्नो समय र क्षमता खेर फाल्ने गर्दछन्, जसबाट उनीहरू सांसारिक र आत्मिक रूपमा असफल त हुन्छन् नै, उनीहरू नराम्रा काम र क्रियाकलापहरूमा लाग्न पुग्दछन्। युवाहरूको उपरोक्त समस्या समाधानको लागि असल मार्ग निर्देशनको खाँचो पर्दछ। हाम्रा धेरै युवाहरूलाई भविष्यमा तपाईँ के गर्नुहुन्छ भनेर सोध्यो भने धेरैभन्दा धेरै युवाहरूले भनेछन् थाहा छैन, अहिले निश्चित छैन। यसबाट के बुझिन्छ भने धेरै युवाहरूलाई आफ्नो क्षमता र रुचिको बारेमा प्रष्ट जानकारी हुँदैन। तसर्थ मार्ग निर्देशनको रूपमा प्रियहरू हामीले बुझ्नुपर्ने कुरा के छ भन्दा यसले युवाहरूको सर्वाङ्गीण विकासमा मद्दत पुर्याउनुको साथै उनीहरूलाई विषयको छनौट गर्न, तयारी गर्न, प्रयोग गर्न र अगाडि बढ्न मद्दत गर्दछ। मार्ग निर्देशनले युवाहरूको योग्यता, दक्षता एवं क्षमतामा वृद्धि गर्नुका साथै तनाव कम गर्न सहयोग गर्दछ। जागिरको क्षेत्र, करियरको क्षेत्र, व्यवसायको क्षेत्र, शिक्षाको क्षेत्र, रोजगारीको क्षेत्र लगायत थुप्रै क्षेत्रमा युवाहरूलाई असल मार्ग निर्देशकबाट निर्देशित हुनु जरुरी छ। अन्यथा युवाहरू हाम्रो हातबाट फुत्किन सक्छन्। हेर्नुहोस् है, हाम्रो हातबाट फुत्किन सक्छन्। तसर्थ यो जुन परिभाषा तपाईँले सुन्नुभयो नि, where youth wants to go, where youth wants to go, what youth wants to do, how can youth accomplish their purposes, एकदमै जरुरी छ। यसको लागि मार्ग निर्देशकबाट मार्ग निर्देशित हुनु नितान्त आवश्यक छ। र मार्ग निर्देशकले प्रियहरू युवाहरूलाई धेरै तरिकाबाट सहायता गर्दछ। मार्ग निर्देशनको काम के छ त, यो गाइडेन्स काम के छ त तपाईलाई म बुदागत रूपमा बताउने छु। पहिलो छ युवाहरूको सर्वाङ्गीण विकासमा मद्दत पुर्याउँछ। युवाहरूको सर्वाङ्गीण विकासमा मद्दत पुर्याउँछ। दोस्रो, युवाहरूलाई उपयुक्त विषय छनौट गर्न सक्षम बनाउँछ। तेस्रो, युवाहरूलाई विषय छनौट गर्न, तयारी गर्न, प्रवेश गर्न एवं अगाडि बढ्न मद्दत पुर्याउँछ। चौथो, युवाहरूलाई व्यावसायिक विषयमा मद्दत पुर्याउँछ। पाँचौं, परिवारलाई आवश्यक जानकारी उपलब्ध हुन्छ। छैटौं, युवाहरूको विशेष खाँचो पहिचान गर्न सहयोग पुर्याउँछ। र अन्तिम, युवाहरूका कमी कमजोरी सुधार्न पनि यसले सहायता गर्दछ। तसर्थ युवाहरू तपाईहरु असल मार्ग निर्देशकबाट निर्देशित हुनु जरुरी छ। तपाई आफूभन्दा सिनियरबाट केही कुरा सिक्नु जरुरी छ। तपाईं आफ्नो सिनियरलाई मान, सम्मान, आदर, इज्जत गर्नुहोस् र सिनियरहरूको कुरालाई बुझेर उनीहरूबाट मार्ग निर्देशित हुनुहोस् र आफ्नो जीवनको गोरेटोमा अगाडि बढ्नुहोस्। र यो भिडियोलाई तपाईले हेर्नु भएको छ। यो भिडियोमा धेरै किसिमका मार्ग निर्देशन तपाईले लिन सक्नुहुन्छ। व्यावसायिक रूपमा सफल हुन तपाईले मार्ग निर्देशित हुनुपर्छ। करियर बनाउन मार्ग निर्देशित हुनुपर्छ।
शैक्षिक रूपमा अगाडि बढ्न मार्ग निर्देशित हुनुपर्छ, व्यक्तिगत रूपमा अगाडि बढ्न मार्ग निर्देशित हुनुपर्छ र आत्मिकी क्षेत्रमा फड्को मार्न पनि तपाईँ मार्ग निर्देशित हुनुपर्छ। मेरो यो भिडियो लाइक र सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दै म बिदा हुन्छु। हस्।